फर्किसक्नुभएछ काठमाडौँबाट। हामीसँग बजार रुनी छ्यामासँग बजार नरुनी त भाइको चाहिँ माला रेडी हुन लागिसकेको छ। हाम्रो आमा चाहिँ लुङ्गी लाउँदै हुनुभयो, अनुहार नदेखाउनु हुन्छ छ। हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल। आयो सञ्चालन छ एकदम सञ्चालन छन्। भाइ चाहिँ फर्किसक्नुभएछ काठमाडौँबाट पुन्तुर बोकेर। कस्तो छ भाइ? डिक्स हान्दियो बाबु डिक्स। हामीसँग बस्दा रुनी छ्यामासँग बस्दा नरुनी त तँलाई। अब डिग्री जान लागिसकेको छौँ, म चाहिँ रेडी भइसकेको छु। माथिपट्टि फलपट्टि जग्गा छ हामी चाहिँ यहाँ झुल्किन आइसकेको छौँ। बाबु यहाँ छ झुलसुल कपडा सबै छोरीको होला नि त। हेलो भइसक्यो खै त यता फर्काउँदै छ र मामुले चस्मा किनिदिन्छु कि तिमीलाई। हामी यो मेरो भदैको भातको लागि माला बनाउँदैछु। गाउँ त कुनै देखे होइन ल माइदिनु भनिदिनु नि त कि म फुपू दिदी हो। तपाईँ बाबुको म ठुलो मम्मी म यो। अनि तपाईँ? छेमा हो छेमा। तपाईँ? म आन्टी हो आन्टी। तपाईँको? म कान्छी हजुरआमा। उहाँ चाहिँ मम्मी म मम्मी। ल दुवोको माला बन्दैछ हाम्रो। ल तको त तको सानो भाइको दाइ। ठुली दिदी भित्र ल ठुलो दिदी ल ट्याक्क। तिमी हाम्रो भाइको को हो? दिदी दिदी है। ल मैले हुनु भाइको चाहिँ माला रेडी हुन लागिसकेको छ। रेडी हुँदैछ। हुन लागिसकेको छ, आधी त भइसक्यो नि त। अब हुन लागिसकेको छ। यता मम्मीले बनाइरहनु भएको छ। हाम्रो आमा चाहिँ लुङ्गी लाउँदै हुनुभयो, यस्तो बन्दैछ। यता यता खाँदा खाँदै हुनुभयो यस्तो राम्रो। राम्रोसँग अलि सिटी क्या पानी त्यो चाहिँ बाबुको उयो राख्ने चल्दैछ, पुसपास गर्दै। ल अलि राम्रोसँग आयोस्। ए काटेको हो क्या काटेको। के बनाउनु भयो माइजी? कपाल बाट्दै ट्याक्क यता माइजू हाम्रो यता उस भइसक्यो। जप्प लगाएर मम्मी त कुखुरा काटिदिनु भयो। म चाहिँ एक लिन्छन् लगाइसकेको छु च्याप्प लगाएर ट्याक्क उयो दाउरा सुरुल लगाएर होइन तलपट्टि उयो राखेर माथिपट्टि चाहिँ दाउरा सुरुल लगाएर म चाहिँ हिँड्न लगाइसकेको छु। त्यस्तो बसेको थिएँ म चाहिँ के खाइसकेको छ च्याप्प लगाएर। अब म चाहिँ घर फर्किँदैछु होइन। अब के हुन्छ हेर्दै जाऊँ बाबुलाई के गर्ने होला झ्याप्प लगाएर। ल म चाहिँ अब घर आइपुग्नेछु म झ्याप्प लगाएर। हिरो भयो त पानी ल्याइसक्यो उसले। त गयो के। हेलो गाइज
के गर्नु ओइ कति गर्छ के हाल्छ नि ल त्यहाँ राख सोइ ल खाऊ नानी खाऊ मुखमा लगाइदिनु यसो मुखमा लगाइदिए गर्छ के यसले ल टिका लगाइदिए बाबा उतै हेरिदिनु त तँ गीत अफ गर्दो त यस लगाउन सानो पुरै हाल्छ यहाँ एउटा ल ठाउँ छ र ल लिनुहोस् दिदीले त्यही अब एकदम लगाइदियो हुन्छ ला पैसा र त उनीहरू खुवाइदिनु पर्छ अहिले जम्मै पैसा छ बाउ खोइ त्यो भिटामिन खाइ खाइ बाबाले दिने यो यता गर ल यता गर यता यता ल यसरी गरी चुरा मैले त टिको लाउनु नि बिर्सिएछु नातिलाई ल भयो अहिले टेबल मुनि मम्मीले चुरा रातो झिक्नु त फुल पनि लाउने ल न्यामथ गर्नु पर्यो ल न्यामथ हो ल ल भयो लाने कुन्टा हाता बाबा एक केक उता लात्तीले हाल्दिन्छ के रुए छोरालाई एकछिनमा उठ्छ धेरै बल्ल आइछ अब यो बेला लाग्यो दोकान चाहिँ कति ढिलो हौ त बोलिएन भातलाई बेसी त भाइको भाइ त सुत्दी होला टिकटकको फोटो सुटिङ भात खाने मान्छे सुत्दी भात खाने मान्छे ल ल चिचिरी लो बबिता हात धो नानी स्कुल जानु अबेला हुन्छ ल आ तुम्हारो तरकारी अचार खाऊ त आऊ नानीले त खान्छ भयो मिर्जा थोरै खा अब म बाबुसँग बस्ने अब म यहाँ कसैले मेरो नखिदिने आइज म खिच्दिन्छु आइज यसबाट आइज न उयो त छड्दियो ज्याप सबै भइसकेको छ नानीहरू घर जान लागेको छ बाई बाई ल म नि अब स्कुल जाने एकछिनपछि ट्याक्क कता जान लागि होस् ज्याप सबै ब्लग चाहिँ यतिको लागि हुन्छ अब म चाहिँ आएर नुहाइधुवाइ गरेर बसिसकेको छु आज पानी सानी पर्न लागिसकेको छ यस्तो भएको छ होइन मौसम पनि मौसमले च्यालेन्ज हुँदैछ पुरै
पानी परेर आइसकेको छ आजको लागि भयो यति नै हुन्छ जस्तो लाइक सब्सक्राइब गरिदिनु बाई बाई